Good morning from Managamana Temple premises. हामी चाहिँ बिहान उठ्यो अब राति राम्रै निद्रा लाग्यो नानीले अलिअलि सुत्न दिइन र फ्रेश भयो नानीलाई फ्रेश गरिदिँदैछ मनिषाले मम्मी पनि फ्रेश आमा पनि फ्रेश हुँदै हुनुहुन्छ अर्को रुममा बिहान दर्शन गरेर अनि विल बी ब्याक त्यहाँबाट पूजा सामग्रीहरू हामीले किनमेल गर्दैछौँ तिमीको जान्छ तिमीलाई त हिजो ढोगेर बोकेर ढोगाइदिए गुड मर्निङ जय मनोकामना माता हामी खिचिदिन्छु ल आमा हुनै भयो अब नरिवल फुटाउनको लागि पनि स्पेसलाइज एउटा ठाउँ छ यहाँनिर नरिवल राखिदेऊ यार भएन अझै मिलाएर राख्नुपर्छ त्यो मिलाएर राख्नु भयो एक छटो फुट्नु पर्यो नि त जहीँ जोए पनि हुन्छ भन्ने घर हो अब हामी होटेलतर्फ जाँदै होइन दर्शन गरेर सुपर फास्ट प्याक गरेर हामी हिँडि पनि हाल्छौँ किनभने हामीलाई छिटै काठमाडौँ पुग्नु पनि छ केवल 8 बजी त खुलिहाल्छ नि होइन ठिकै छ आएको भयो नि त के हो यहाँ हो अब सानो मान्छे हिँड्ने बेलामा अब सेरलेक खान्छ होइन सेरलेक खान्छ तातो पानी त्यहाँ दाइले ल्याइदिनुहुन्छ सेरलेक खान्छ खाना खाँदै नानीले सेरलेक खाइसक्यो अब हामी जाने हो जाउँ भन सबजना तयार ल ल भाइ गयौँ ल अब कहाँ गएको हामी सानो घर गएको कहाँ गयो सानो अब वी आर ब्याक हुनलाई पनि एकपल्ट मन्दिर त पुग्नै पर्यो तातो सेल किन्यो तातो सेल किन्यौँ यो तातो सेल चाहिँ अब खाएर हामी टिएपी टाप जाने हो आमाहरू चाहिँ फेरि अब के किन आँट्नु के किन आँटेको के हो के 2-4 जय माता दी किन गाउनु माता हजुरको आशीर्वाद चाहिँ सधैँ रहिरहोस् हाम्रो त्यति मात्रै हो यहाँनिर कहीँ गएर चिया केही खान्छ सेल किनेको छ सेल चिया खाएर अनि त्यसपछि हामी विल बी ब्याक ओके आमाको लागि भनेर हामी वैष्णव होटल भन्ने आयौँ त्यो वैष्णव होटलमा चिया नास्ता केही खाएर हामी चाहिँ निस्किँदैछ मम्मी के किन्न थाल्नुभयो फेरि के किन्न लाग्नु भएको बिहान केबल कार चल्नुभन्दा अगाडि त्यो बाटो पनि पुरा खाली छ हेर साना केबल कार सुरु भइसकेछ त अब हामी चढेर जान्छौँ होइन के साना ओ आयो तर कोही मान्छे चढेको चाहिँ छैन जस्तो आउनु ल 4 जना आमा ल यसमा चढिहाल्नु न त 4 जना जाऊ आमा आउनु छिरो आमा छिर्नु
ल गुड त्यो जीव हत्या गरेर पुण्य गर्ने काम चाहिँ भन्छ होइन जीव हत्या गरेर चाहिँ पुण्य बन्छ भन्ने चाहिँ मैले लाग्छ साना हामी कहाँ गयौँ सबैले भावनात्मक हिसाबले तपाईँलाई एकदम भित्री भावनाले बिहार गरोस् तपाईँको उपासना गरोस् माता तपाईँको जय जय होस् माता कल्याण होस् साना कहाँ आयो सानो मान्छे त कहाँ आयो ऊ त हेर्नु आमा लु सानो डर आयो डर लागेन भन न डर लागेन ऊ हेर अरू पनि हिँड्दैछ त अक्क आयो अक्क आयो गयो अब देखिँदैन तीनटा डाँडा रहेछ हौ अँ, मामु खोइ मामु तल त्रिशुली छ भयो त्रिशुलीमा यो पोल गयो लास्ट पोल गयो अब now we are about to land आइपुग्यो फाइनली हामी आइपुग्यो ल जाऊ जाऊ अब के गरेर ढिलो गरेको थियो फेरि फिर्दै पुगिन्थ्यो नि माथि फेरि माथि फिर्दै पुगेर आउनु पर्थ्यो नि फेरि ए अब आइसक्यो अब गाडीमा ए जय लाइन लाग्न थालिसक्यो मान्छे अब हामी हेर केबल कार हेर हेरौ अब हामी we are going towards our car अल्टिमेटली हामीले अब सबै मनोकामना माताको दर्शन गरेर सबथोक गरेर हामी आफ्नो गाडीमा आएर बसिसक्यौँ ब्लग लिनको लागि फ्रन्ट क्यामेरा पनि रेडी छ मेरो फोन अगाडि ह्यान्डहेल्ड क्यामेराले म ब्लग बनाउँदैछु र ल त अब हामी जाने होइन त जाने ल रेडी ल हामी पल पलको अपडेट दिँदै हामी काठमाडौँ अब यहाँ पार्किङको पैसा हामीले दिनुपर्ने हुन्छ ल ओके हामी हाम्रो 2 दिनको मनोकामना ट्रिप यहीँ सक्छौँ हामी अब बल्ल घर आइपुग्यौँ गेट अब खोल्यो नानी निदाइरहेछ हुनुहुन्छ आमा यता ल सी यू इन द नेक्स्ट ब्लग